एउटा सुन्दर गाउँमा दुई भाइहरू विवेक र विशाल आफ्नी वृद्ध आमा र श्रीमतीहरूसँग एउटै घरमा बस्थे। विवेक जेठो छोरो थियो, जो निकै शान्त र सोझो स्वभावको थियो। विशाल कान्छो थियो, अलि आधुनिक र छिटो धनी बन्ने सोच राख्ने। सुरुका दिनहरूमा परिवार निकै खुसी थियो, तर बिस्तारै छुटिएर बस्ने आधुनिक नेपाली समाजको हावा उनीहरूको घरमा पनि छिर्यो। दुवै भाइहरूका श्रीमतीहरू अनिता र सुनिता बीचमा ससाना कुराहरूमा खटपट हुन थाल्यो। भान्साको खर्च, घरको काम र आमाको रेखदेखलाई लिएर दैनिक कलह हुन थाल्यो। एक दिन विशाल र सुनिताले छुट्टै बस्ने प्रस्ताव राखे। उनीहरूले घरको बीचमा पर्खाल लगाउने निर्णय गरे। विवेकले धेरै सम्झाउन खोज्यो, तर विशालको जिद्दीको अगाडि कसैको केही लागेन। पर्खाल त ठडियो, तर समस्या एउटा कुरामा अड्कियो। वृद्ध आमा कसको भागमा पर्ने? दुवै बुहारीलाई आमाको सेवा गर्नु एउटा बोझ जस्तो लाग्न थाल्यो। अन्त्यमा एउटा निर्णय भयो। 15 दिन आमा जेठो छोराकोमा र 15 दिन कान्छो छोराकोमा बस्ने। आमाको मन मुटु चाहिँ फुट्यो। जसले दुवै छोरालाई एउटै कोखमा हुर्काइन्, आज तिनै छोराहरूले उनलाई क्यालेन्डरको पाना जस्तै बाँडे। केही महिना बित्यो। आमा निकै दुब्लाउनु भयो। उहाँको आँखामा सधैँ आँसु हुन्थ्यो, तर ओठमा कहिल्यै गुनासो थिएन। उहाँ चुपचाप पालै पालो दुवैतिर जानुहुन्थ्यो। एक साँझ विशालको छोरा आरम्भ आफ्नो बुबाको छेउमा आएर सोध्यो, बाबा, तपाईँ र मम्मी पनि बुढो हुनुहुन्छ होला नि, होइन? अनि म ठुलो भएपछि तपाईँहरूलाई पनि यसरी नै 15-15 दिन बाँड्नुपर्छ कि महिनाको आधा दिन? आरम्भको यो प्रश्नले विशालको मुटुमा बाण हाने जस्तै भयो। उसलाई ऐना हेरेको जस्तो महसुस भयो। उसले महसुस गरे कि उसले केवल आफ्नो आमालाई मात्र होइन, आफ्नो छोराको भविष्य र संस्कारलाई पनि मारिरहेको छ। त्यही रात विवेकको कोठामा पनि यस्तै खलबली मचिएको थियो। अनिताले आफ्नो गल्ती महसुस गरेकी थिए। उनले देखिन् कि आमाले अझै पनि लुकेर दुवै छोराको प्रगतिको लागि भगवानसँग प्रार्थना गरिरहनु भएको थियो। भोलिपल्ट बिहानै विशालले विवेकको ढोका ठकठकायो। दुवैको आँखा रसाएका थिए। विशालले भने, दाइ, मैले गल्ती गरेँ। पर्खाल घरमा मात्र होइन, हाम्रो मनमा पनि ठडिएको रहेछ। आमा कुनै सामान होइन जसलाई बाँड्न सकियोस्। उहाँ त हाम्रो जरा हुनुहुन्छ। विवेकले भाइलाई अँगालो हाल्यो। दुवै मिलेर घरको बीचमा खडा गरिएको त्यो पर्खाल भत्काउने निर्णय गरे। श्रीमतीहरूले पनि आफ्नो गल्ती स्वीकार गर्दै आमाको गोडा टेकेर माफी मागे। आमाको अनुहारमा महिनौपछि वास्तविक मुस्कान फर्कियो। घर फेरि एउटै मन्दिर बन्यो। यस कथाको सन्देश के छ भने, हाम्रो नेपाली समाजमा आजभोलि परिवार फुट्नु सामान्य भएको छ। तर हामीले बिर्सिनु हुँदैन कि आमा बाबु बोझ होइन, आशीर्वाद हो। हामीले आज आफ्ना अभिभावकलाई जे व्यवहार गर्छौँ, भोलि हाम्रो सन्तानले हामीलाई त्यही व्यवहार गर्नेछन्। घर इँटा र सिमेन्टले मात्र बन्दैन, प्रेम र सम्मानले बन्दछ।